मर्निङ गाइज अहिले चाहिँ हामी लोमाङथाङ अब चाइनाबाट जाने होइन खासाबाट अनि त्यसपछि फर्किने जोमसोमको लागि यो लोमाङथाङ बजार उतासँग चाहिँ यता हामी डुल्न निस्किनु बिहान नै अब चाहिँ निस्किनु लाग्यो होइन गाइज अहिले चाहिँ हामी सोसियल चाहिँ अनि ल्याएर त्यहाँ फोनमा बोल्दै बसिरहेको छौँ उता स्याङ्जाबाट फोन आएको आइछ हामी फोन सोन केही नलाई तिनटै अन्डरग्राउन्ड अब आज होइन भोलि पुगिन्छ कि सायद स्याङ्जा हेर्दै होला बाइक फाँक सुमित दाइको भर्खर मोबाइल हाल्यौँ होइन हजुर कसले मुक्तिनाथमा गएर ऱ्याङ्कोट लगाएर नुहाउँछ अरे के ए सही सही दाइ एकदम राइट कुरा हान्नुभयो ऱ्याङ्कोट लगाएर नुहाए पनि डुब्नै पर्छ क्या त्यहाँ ल ल ऱ्याङ्कोटै लगाएर डुब्छ नि त हजुरलाई ल जाडो सुपर दाइ जाडो ठुलो कि भक्ति ठुलो हेरौँ ल जाडो ठुलो कि भक्ति ठुलो रातमा त सर यही हो गाइज लिएर गाइज अहिले चाहिँ हामी कोरोला बोर्डर टेक्न लगायौँ होइन यो चाहिँ राम्रो छ यहाँको होइन फोटो खिच्न रोकेको जाडोले कसमसम्म फोन झिक्न नि मन लाग्थेन गाह्रो साह्रै गाह्रो हिँड्नै मिलेन कसमसम्म ल ल गरिन आइस आइस हुन्छ आइस रहेछ कता उता उता न र बोर्ड त्यो नगर सुमर दाइ जाऊ जाऊ गाइज भर्खर कोइराला बोर्डर आयौँ होइन चिसो चिसो चिसै छ अहिले त्यहाँ आगोवाला चाहिँ त्यो टडक बनाउनु ला रहेछ टायर बालेर रहेछ नि त्यहाँ दाइहरूले ट्याक तापियो अनि यता यो नेपालीहरूको घरहरू अरे होटल सोटल के छ यहाँ उता त्यहाँभन्दा उतापट्टि 2000 घर छ चाइनिज होइन त्यहाँ कति मजा छ नेपाल यही हो कोरोला बोर्डर चाइना के भन्थ्यो अरे यता नेपाल यता चाइना यता नेपाल यता चाइना हेर्नु सुमित दाइ चाइना छिरे चाइना छिरे चाइना यता नेपाल भन्नु न नेपालमा छु होइन म चाइना जाँदैछु है ल अहिले चाहिँ म चाइनामा किनकि यहाँ बोर्डर छ कि होइन यता चाइना यता नेपाल अहिले म एउटा खुट्टा चाइना एउटा खुट्टा नेपाल बुझ्यो दाइ मेरो कत्रा ठुलो टाङ देऊ एउटा खुट्टा चाइना एउटा खुट्टा नेपाल मैले चाइनामा छु त्यहाँ आउँदाको यत्रो लामो टुर कस्तो भयो नि बवाल दुःख नि पाइयो होइन एडभेन्चर नि भयो चिसो नि भयो सबै भयो यहाँ आउने यो डेस्टिनेसन हेर्न आउनको लागि होइन अझै हेर्न त बिचमा हेरेकै छैन हामी डाइरेक्ट यहाँ आइदियो तर नि स्कुटरले गर्दा ढिलो भयो नत्र त केही भएको छैन यता नेपाल अहिले चाइना जे चाइनामा छिर्दैछ
उता गेटमा छोरा देखा त उता गेटमा छोरा देखा त जना हिँड्दा छन् अन्त नि अप्पर भन्ने अनि पहिला खप्पर खाने अहिले थाहै छ यहाँ चाहिँ चाइनिज टाइम देखाउँदो रहेछ होइन यहाँ 12:50 भयो तर नेपालमा चाहिँ 10 बजे कति मिनट गएको क्या यस चाइनिज यसमा त गीत पनि बज्छ नेपाली रेस्टुरेन्टहरू त्यही यहीँ बोर्डर पारि 2 घर छ होइन चाइनाको यहाँ टाटमा बस्नु परिरहेछ यहाँ रित र चिया ए मेसमा आन्टीले उसले भन्छ अघि उहाँ आइस होइन उहाँ के अरे बरफ खेलाए अहिले आइस भएको ठाउँमा आइस खेलाउँदैनन् दाइले दाइ भयो मैले एकचोटि हाने थिएँ मलाई 3 चोटि होइन अब धन्न मैले यिनीहरूको रेस्टुरेन्ट भत्काइदिएको थिएँ पहले जैसे कोई किन जाता है इनका रेस्टोरेंट भत्काई देगी उन्हें अब भोटे नहीं यो आइस एक या यहाँ आइस भन्दै बरफ फेलाइरहेको थिएँ त्यसो भए अब यहाँभन्दा बढी खेल्न सकिन्न यहाँभन्दा बढी खेल्न सकिन्न यो आइस यूं लियो न बेट्री सुन दाइ मेरो गिफ्ट हजुरलाई सुकुरलाई एउटा ठुलो सरप्राइज दिउँ है त है एउटा ठुलो ए भएन हजुर हजुर हस् दाइ चिसो पहिला ल्याउन एउटा पहले जैसे मौसम की ए आइस रहेछ नि त दाइ यिनीहरू किन चिल्लाइराखेको किन चिल्लाइराखेको जनवरी भयो बोर्डरमा बसेर कफी खाँदै कहाँ गइदिनु त सुविधा मिठा होइन कफी चाइनिज कफी चाइनिज कफी रहेछ नेपालको गाइस अब हामी निस्किन्छौँ होइन कफी खाइयो अनि फोटोसुट भयो अब
बिहानी यहाँको लेनो हजुर हामी यही हेर्नु बसिरहेको दुईजना चिसो लाहा हावा त बाबु सागर दाई हजुर आउनुहुन्न है केही टाइम उठाउँछ अहिले अन्त खोज्न गाह्रो हुन्छ हजुरलाई गाली नगर्नु है फेरि चिसो त सुन्दा हजुरले घरमा फ्रिज खोलेर छोडिदिनु भएको थियो फ्रिज खोलेर छोडिदिनु भएको थियो किन त्यही भएर यति चिसो भएको होइन हो हो यस्तो स्वर्ग जस्तो घर बस्ने मलाई बस्नु होइन यो मरुभूमिमा के रे यस्तो स्वर्ग जस्तो ठाउँ मेरो घर यहाँ भइदियो यो मरुभूमि हो अಯ್या किन खोल्नुभएको ज्याकेट गरेको हा फोटो खिच्न लगाएर मलाई परेन फोटो खिच्न झोला बोकिरहेको छु साइड यता टङ्गिरहेको छ पछाडि त्यो झोलाले ल्याइरहेको छ तिर अझ यो बाटो कहाँ कसरी देखाइदिनु भने यहाँबाट त ओह्रालो होइन अझै उकालो आउँदैछन् यहाँ आउँछन् अनि जानु ढिलो भयो कि हामी 5 बजे होइन हामी अझै जमसम आएन अझ हेरौँ त्यहाँ दुम्बा लेक भुलियो अनि मुक्तिनाथमा के अरे मुक्तिनाथ होइन सुमित दाई हजुर जाने भनेको सुमित दाई मुक्तिनाथ जाने भन्दै चाहिँ हेरौँ के हुन्छ तल गएर जाडो छ पुजारी घर जान्छ हजुर क्यारो बस्नुहुन्छ राति 10 बजे मुक्तिनाथमा दाइ क्यारो बस्नुहुन्छ 10 बजे होइन 12 बजे पुगिन्छ जस्तो आनन्द जाने हो कि हामी डुल्लै हिँड्यो कता सिङ्गडै हिँड्यो कति 3 दिन भयो 3 दिन अन्डरग्राउन्ड फोन सोन मैले कसैको केही उठाएको छैन तिर्पल बोलिरहेको छ बेस्ट फ्रेन्ड त्यसले फोन हानिरहेको छ कहाँ पुगिस् क्यारिस सोधिरहेको छु त्यसले फोन हानिरहेको छ गर्लफ्रेन्डले भन्दा बढी फेरि गाइस त के हो दाइ सुडल नहरी गई guys look at this view अँध्यारो भइगयो अब त म घाम डुब्नु ला झर्दैछ नि तलतिर होइन पुरै चिप्ला त क्यारम कताबाट जाम देखाउँछु देखाउँछु म माथि जान्छु पुरै चिप्लो त यता मलाई उता ल पुरै जमिरहेको आउँदा यहाँ जाने कसरी हेर्नु त ढुङ्गाहरू पुरै जमेर सेतै छ बिचमा वाटरफल रहेछ होइन यो त गाह्रो भयो यसरी जमे अब सुन त ढुङ्गा ल्याउनु न कहाँ पुरै जमे खोलाइ लगाइ अब त हामी फर्क्यौँ यहाँ धेरै बस्नुहुन्न सुविधा हुनुहुन्छ छु जाडो छ पुरै हामी उज्यालोमै आउँछौँ त्यहाँ छ अब यहाँ त पुरै चिज पुरै आइ जाम यसको यो वाटरफलको होइन दिउँसोको भिडियो रहेछ भने म हाल्छु नत्र त कति गाह्रो छ
पुरै जमिराखेको एक सर्त गुल्टिए यसरी लडेँ म भनेर बगेको पानी नै पुरै जमिराखेको पानीको फुकाला होइन कस्तो जमिरहेको साह्रो यी धन्न त्यो त हेर्नेको चक्करमा धन्न फेरि उल्टे त्यस्तो नो हात दुख्यो नो यहाँभित्र पानी हो क्या भाइ पानी निकालौँ न त गयो जाम हाम्रो जाम जमसम्ने आएन म चाहिँ यो खै कुन वाटरफल रुखिरहनु त होइन यहाँबाट पानी निस्केर रहेछ पाइपबाट होइन त्यो पुरै कि जाम ओ यो के गुफा रहेछ बाघ साग बस्ने होइन ए चिसो कस्तो छ यहाँ अन्त जमेर कुन चाहिँ पानी जम्छ जम लस गाइस हजुर ए अहिले म कहाँ उल्ट्यो यहाँ तलबाट फेरि पानी बगिरहेको के गयो अर्को नि गयो जाम जुत्ता मात्र भिज्यो जाम आज 10 बजेसम्म जमसम पुगिन्छ कि यो हालत ल्याउँथ्यो कुन नि के कुरो थियो यो झर्ना हेरो यहाँ हेलो चिया खान छिरेको होइन उता दिदीले चिया गराउँदै हुनुहुन्छ उता कापेर राछन् हामी जमसम पुग्न अझै 1 घन्टा लाउँछ अरे बाबु कति क्युट हो स्याउ जस्तो रहेछ रातो रातो